सुवास लो तेरो ओइ लेके यो त बोला ना शेयर काटेको देखाउने होइन है सबैजनालाई शुभ बिहानीसँगै नमस्कार छ। यति बेला मुस्कोट दरबारबाट हामी प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। हाम्रो फेसबुक लाइभबाट दर्शन गर्नुहोला। यहाँ आउन असमर्थ हुनुभएकोले अब यहाँ मुस्कोट दरबारमा यो नुहामीको दिन चाहिँ विरत रूपमा चाहिँ यहाँ गर्दछौँ। यहाँ हजारौँ सङ्ख्यामा तपाईँहरूले दर्शक यहाँ विभिन्न दर्शनार्थीहरूको चाहिँ भिडभाड चाहिँ बढिरहेको छ। विगतका वर्षहरू जस्तै यस वर्ष पनि यहाँ दर्शनार्थीहरूको भिडभाड चाहिँ यस मन्दिरमा उपस्थित हुन नसक्नुहुने, विभिन्न देश विदेशमा रहनुहुने, प्रत्यक्ष रूपमा हेर्नुहुने यही फेसबुक लाइभ मुस्कोट दरबार खड्ग देवालयको चाहिँ दर्शन गर्नको लागि अनुरोध गर्न चाहन्छौँ। हामी चाहिँ यति बेला मुस्कोटको दरबारमा छौँ। यहाँनिर चाहिँ भिडभाड लागिरहेको छ। बढ्दो क्रममा देखिन्छ। यहाँ चाहिँ पण्डितहरूले चाहिँ भेडालाई पूजा गर्दै घाम उदाउँदै गर्दा चाहिँ यहाँबाट देवता निकाल्ने कार्यक्रम सुरु हुनेछ। प्रत्येक वर्ष नवमीको दिन चाहिँ यहाँनिर ठुलो मेला लाग्ने गर्छ। तपाईहरु देख्न सक्नुहुन्छ यो हाम्रो चाहिँ अहिले एकैछिनमा यहीबाट चाहिँ देवता निस्कनु हुनेछ। यहाँबाट देवता निकालिनेछ। शान्ति सुरक्षाको लागि चाहिँ यहाँनिर प्रहरीहरू पनि खटिरहनु भएको छ। यतापट्टि देख्न सक्नुहुन्छ भिडभाड खचाखच छ।
देउतालाई ल्याइनेछ र यहाँ भक्कल चढाइनेछ। त्यही मौलोमा राखेर चाहिँ चढाइनेछ। देख्न सक्नुहुन्छ यहाँ एकदमै हर्ष उल्लासका साथ सबैजना चाहिँ एकदमै खुसी भइरहेको देउताको लागि चाहिँ देउता दर्शनको लागि चाहिँ सब आतुर भएको अवस्था छ। यो मूल गेट रहेको छ। यो गेटदेखि चाहिँ एकैछिनमा देउतालाई यहाँबाट चाहिँ निकालिनेछ। देउतालाई यहाँनिर भक्कलको लागि चाहिँ निकालिनेछ। त्यहाँ पुजारीहरूले चाहिँ पूजाआजा गर्दै हुनुहुन्छ। पूजाआजा गर्दै सरहरू चाहिँ यहाँ तैनात हुनुहुन्छ ठुलो सङ्ख्यामा। त्यही भएर त्यस्तो होहल्ला भए तापनि लडाइँ झगडा चाहिँ यहाँनिर चाहिँ हुँदैन। हुँदैछ यहाँनिर चाहिँ अब यो घाम उदाउन लागेसँगै देउतालाई यहाँबाट दर्शन गराइनेछ। दर्शनार्थीहरूको चाहिँ एकदमै ठुलो भिडभाड देखिन्छ। यताबाट आउने क्रम अझै बाँकी नै छ। यताबाट चाहिँ आइरहनु भएको छ। यहाँनिर चाहिँ कोटाका पुजारीहरूद्वारा पूजाआजा हुँदैछ, पूजाआजा गरिँदैछ। हामी लाग्दै गर्दा चाहिँ देउता निकालिनेछ, दर्शन गराइनेछ। सम्पूर्ण दर्शनार्थीहरू चाहिँ एकदमै अहिले चाहिँ उत्साहित भएको पर्खिरहेको अवस्था छ। कति बेला दर्शन गर्न पाइन्छ भनेर चाहिँ कुरिरहेको अवस्था छ। र यहाँ दर्शन गर्दाखेरि चाहिँ यहाँ दर्शनार्थीहरूले जुन मनमा चाहेको छ, मनमा चिताएको छ त्यो पुरा हुन्छ भन्ने चाहिँ एउटा विश्वास रहेको छ। राज्य हुँदै गर्दाखेरिको चाहिँ यो कोट रहेको छ। लामो समयदेखि नवमीको दिन चाहिँ यहाँनिर पूजा हुने गर्दछ। यहाँनिर चाहिँ एकदमै भिडभाड बढ्दो क्रममा देखिन्छ। उताबाट चाहिँ हाम्रो नयाँ आउने भक्तालु दर्शनार्थीहरू चाहिँ उताबाट आउनुहुन्छ। उता चाहिँ हाम्रो गेट रहेको छ, उताबाट आउनुहुन्छ र तता भिडभाड लागेको छ। यतापट्टि चाहिँ हाम्रो रहेको छ। यतापट्टि चाहिँ हाम्रो चाहिँ उहाँ आउनुहुन्छ अशोक समय हुनुहुन्छ। लामो समय चित्रमा रहेर एकदमै सेवा गर्दै आउनुभएको छ। स्वामीको बोटमा गएर पनि धेरैजनाले चाहिँ हेर्नुहुन्छ। त्यहाँ चाहिँ अलिकति हेर्ने त कति हुनुहुन्छ कहाँ यहाँनिर हेर्छन् त्यो चाहिँ भेडा रहेको छ। एकैछिनमा भक्कल दिइनेछ। त्यो चाहिँ बाँधेको चाहिँ मूल
पाडो रहेको छ त्यसलाई चाहिँ एकैछिनमा मूल पाडोको रूपमा चाहिँ भनिन्छ र सबैभन्दा सुरुमा चाहिँ भक्कल दिइनेछ। उहाँले चाहिँ हाम्रो प्रहरी दाजुभाइहरूले चाहिँ एकदमै शान्ति सुरक्षा कायम गर्न एकदमै सहयोग गरिरहनु भएको छ। उहाँहरूलाई चाहिँ एकदमै हामीहरूले धन्यवाद दिनुपर्छ र अहिले चाहिँ मैदानमा प्रहरी चौकी आएदेखि यहाँनिर एकदमै शान्ति सुरक्षा छाएको छ। अब आकाश खुल्दैछ। आकाश खुल्दैछ। त्यो चाहिँ मूल पाडो रहेको छ। एकदमै आतुर हुनुहुन्छ सबैजना चाहिँ यहाँनिर देउता कति बेला दर्शन गर्ने भनेर सबैजना आतुर हुनुहुन्छ। उता आकाश खुल्दैछ अब एकैछिनमा। हामी चाहिँ अहिले यति बेला मुसिकोट दरबारमा छौँ। मुसिकोट दरबारमा चाहिँ प्रत्येक वर्ष नवमीको दिन चाहिँ ठुलो मेला लाग्ने गर्दछ। यहाँनिर चाहिँ नवमीको दिन चाहिँ यहाँनिर दुर्गाको पूजा गरिन्छ र नवमीको दिन चाहिँ यहाँनिर भक्कल जुन मनमा चाहेको चिताएको भक्तालुहरूले चाहिँ यहाँ भक्कल पनि गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो मुसिकोट दरबारको महिमा एकदम व्यापक बढ्दो क्रममा देखिन्छ र यसमा चाहिँ प्रत्येक वर्ष ठुलो दर्शालुहरूको ठुलो भिडभाड लाग्ने गर्दछ। यहाँनिर चाहिँ भक्तजनहरू एकदमै धेरै आउने गर्नुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मूल पाडो भेडो तयार भइसकेको छ। यतापट्टि एकदमै भिडभाड छ। सबैजना चाहिँ यतापट्टि देउता पनि निस्किसकेको छ। उहाँलाई चाहिँ उहाँ देउता निस्किने क्रममा छ। उहाँ एकदमै कामिरहनु भएको छ। यही गेटदेखि चाहिँ एकैछिनमा देउता निकालिनेछ। तयारी हुँदैछ र आकाश खुल्दैछ। बिहानी हुँदैछ। बिहानीको पहिलो घामको झुल्कासँगै यहाँनिर देउता निकालिनेछ। यो गुल्मी जिल्लामा एकदमै प्रख्यात रहेको छ यो मुसिकोट दरबार र यो दरबारको नामदेखि नै यो नगरपालिका राखिएको छ। मुसिकोट नगरपालिका यो दरबारको नामदेखि नै हो। यो आसपासमा रहनुहुने सबैजनाहरू नवमीको दिन चाहिँ दर्शनको लागि चाहिँ आउने गर्नुहुन्छ र मनमा चाहेको आफूले चाहिँ आँटेको कुराहरू चाहिँ यहाँनिर आएर भाग्दाखेरि देउतालाई सम्झिँदाखेरि पुरा हुन्छ भन्ने चाहिँ एउटा पहिलेदेखि नै सबै भक्तालुहरूमा चाहिँ एउटा आत्मविश्वास रहेको छ, एउटा विश्वास रहेको छ। यहाँनिर चाहिँ क्यामेराम्यानहरू पनि एकदमै टाढा टाढादेखि आउनुहुन्छ र उहाँहरूलाई राम्रो र व्यवस्थित तरिकाले चाहिँ सहज तरिकाले चाहिँ खिच्नको लागि यहाँको दृश्य देखाउनको लागि चाहिँ प्रहरीहरूले एकदमै सहयोग गरिरहनु भएको छ। र यतादेखि चाहिँ यो गेटदेखि चाहिँ अहिले आउने क्रम अझै बढ्दो क्रममा देखिन्छ। सबैजना यतापट्टिबाट आउँदै हुनुहुन्छ र यहाँ लगभग यो जुन ग्राउन्ड रहेको छ यो चाहिँ लगभग भरिदो देखिन्छ। लगभग भरिसकेको छ र अब यहाँनिर चाहिँ भित्रपट्टि भएकोहरू पनि एकदमै देउतालाई चाहिँ कुरिरहेको अवस्था छ।
उताबाट चाहिँ हाम्रो गेट रहेको छ। उताबाट चाहिँ सबै भक्तालुहरू चाहिँ आउने क्रममा देखिनुहुन्छ। अझै आउँदै हुनुहुन्छ, सबैजना कुदाउनु भएको छ र अब लगभग देउता निकाल्ने समय चाहिँ हुन थालिसकेको छ। यहाँनिर चाहिँ सम्पूर्ण तयारी चाहिँ भइरहेको छ र भक्कलको लागि चाहिँ सुरुमा यहाँनिर चाहिँ मूल पाडो लगायत कुबिन्नु भेडो यहाँनिर चाहिँ भक्कल दिने गरिन्छ। 5 वटा दिने गरिन्छ। यो स्वामीको बोटमा गएर पनि धेरैजना चाहिँ हेरिरहनु भएको छ। सुरक्षित रहनु होला। सानो भाइहरू हुनुहुन्छ र चाहिँ तलबाट नदेखिने हुँदाखेरि चाहिँ उहाँ चाहिँ स्वामीको बोटमा गएर हेरिरहनु भएको छ। स्वामीको बोटबाट हेरिरहनु भएको छ। पनि देखिँदैन सानो बच्चाहरूलाई। र यतापट्टि देउता निस्केका भक्तालुहरू हुनुहुन्छ, उहाँहरू एकदमै कामिरहनु भएको छ। उहाँहरू चाहिँ देउताको समीपमा आएर हो या चाहिँ उहाँहरूको चाहिँ के भएर हो, उहाँहरू चाहिँ एकदमै देउतालाई सम्झेर उहाँहरू चाहिँ एकदमै देउता निस्केको अवस्था छ। र अब चाहिँ सम्पूर्ण दर्शन गर्ने भक्तजनहरू चाहिँ आउँदै हुनुहुन्छ। यो गेटबाट चाहिँ अहिले एकैछिनमा चाहिँ देउता निकालिनेछ। उहाँ भर्खरको भाइ हुनुहुन्छ, उहाँलाई चाहिँ देउता के एक्सेप्ट भनेर आउँछ त, एक्सेप्ट भनेर आउँछ त। उहाँ चाहिँ एकदमै भक्त हुनुहुन्छ सायद। उहाँलाई चाहिँ एकदमै देउता आएको छ। उहाँलाई पानी खुवाउने कार्यक्रम छ। उहाँ चाहिँ उहाँ एकदम शान्त भइसक्नु भएको छ। एकदमै शान्त भइसक्नु भएको छ। उहाँ चाहिँ एकदमै देउता को समीपमा आएर होला उहाँ चाहिँ एकदम देउता चढेको थियो र अहिले चाहिँ एकदमै शान्त भइसक्नु भएको छ। यता क्यामेराम्यानदेखि लिएर सबैलाई चाहिँ राम्ररी खिच्नको लागि चाहिँ व्यवस्था गरिरहनु भएको छ। र वहाँनिर चाहिँ त्यो मौलो रहेको छ, त्यो मौलोमा राखेर चाहिँ अहिले एकैछिनमा बलि दिइनेछ। भेडा अनि पाडा लगायत कुबिन्नहरू तयार भइसकेको छ। र प्रत्येक वर्ष नवमीको दिन यहाँनिर ठुलो मेला लाग्ने गर्छ। यो आसपासमा हुने मुसिकोट नगरपालिकामा हुने सम्पूर्ण भक्तालु सम्पूर्ण दर्शनार्थीहरू यहाँनिर चाहिँ ठुलो भिडभाड लाग्ने गर्छ। दसैँमा घर आएको बेलामा चाहिँ मुसिकोटको कोट आउने र सँगै पढेको साथीभाइहरूलाई चाहिँ भेट्ने, सँगै पढेको साथीभाइहरूलाई भेट्ने र कुराकानी गर्ने। अन्त यो पहिले मोबाइल फोन नहुँदाखेरि पनि विदेशबाट आउने जुन इन्डियाबाट विदेशबाट आउनेहरू भेट्ने ठाउँ भनेको, साथीभाइहरूसँग भेट्ने ठाउँ भनेको चाहिँ यो मुसिकोटको दरबार हुँदै आइरहेको छ। पहिलेदेखि नै मुसिकोटको दरबारमा आइसकेपछि है अब चाहिँ देउता निकाल्ने बेला हुन थालेछ है। सबैजनाले दर्शन गर्न तयारी भएर बस्नु होला। लगभग तपाईँहरूलाई चाहिँ म यहाँ आजको भिडभाड देखाउन चाहन्छु। साइडमा हेर्न सक्नुहुन्छ। दरबारको भिड हेर्नु है। यहाँ हजारौँ जनाको उपस्थितिमा चाहिँ यो दर्शनार्थीहरूको चाहिँ भिडभाड रहेको छ। हजारौँ मान्छेहरूको उपस्थिति रहेको छ। यस वर्ष पनि यदि तपाईँहरू चाहिँ यो मुसिकोट दरबारमा चाहिँ प्रत्यक्ष रूपमा उपस्थित हुन सक्नुभएको छैन भने यही फेसबुक लाइभबाट भए पनि दर्शन गर्न पाउनुहुनेछ भन्ने उद्देश्यका साथ हामीले चाहिँ यो प्रत्यक्ष लाइभमा जोडिएका छौँ। सबैजनाले दर्शन गर्नुहोला, उपस्थित हुन नसकेको। यता हाम्रो छत्रभूमि रेडियोको स्टेसन म्यानेजर सुरज कार्कीज्यू पनि आफ्नो रिपोर्टिङमा जुटिरहनुहोस्। यता चाहिँ जिटिभी नेपालका दीपक नेपाली,
तपाईँहरूले अनुमान गर्न सक्नुहुन्छ यहाँ हजारौँ दर्शकहरूको उपस्थिति रहेको छ। सबैजना साथीहरू जोडिनु भएको छ, सबैजना जोडिनु होला, कमेन्ट गर्नु होला, लाइभ कस्तो भइरहेको छ अनि सेयर गर्नु होला। यो भिडियो मुसिकोट दरबारमा यो वर्ष आउन नसक्नुभएका दर्शनार्थीहरूको लागि चाहिँ उहाँहरू माझ पुर्याउनको लागि तपाईँहरूले सेयर गरिदिनु होला र यो दर्शन स्वरूप नै एक सेयर गरेर दर्शन गरिदिनु होला। रमाइलो ठाउँ छ, सबैजनाले यहाँनिर दर्शन गरेर रमाइलो गर्नु होला। सबैजनाले दर्शन स्वरूप एक एक सेयर गर्दै जानु होला है। दर्शन स्वरूप एक एक सेयर गर्दै जानु होला। तपाईँहरू उपस्थित नभए तापनि तपाईँको एक सेयरले चाहिँ दर्शन गरेको स्वरूप मानिनेछ। लगत्तै केही समयपछि देवता निकाल्ने तयारी चलिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। यता दिउँ न पहाड एउटा हामीले आउँछ अब तयारी हुँदैछ। अब एकै समयपछि अब देउता निकाल्ने तयारी जुटिरहेको छ। हजारौँ जनाको उपस्थिति रहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ सदाको वर्ष यस वर्ष पनि हजारौँ मान्छेहरूको उपस्थिति देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो त्यहाँका भाइहरू
सरदाम है त्यसो त्यहाँ बिचमा जान्छ मेरो एउटा भिडियो खिचेर लाइभ भइरहेको छ नबोल्नु यसलाई सक्कल देखाउनु अरे के भयो त लाइभ भयो कतिजना हेरेँ हामी भन्छ 51 जनाले जोडिनु टन्नै हेरेँ यसो बोला ल है सबैजना जोडिनु है सबैजना जोडिनु अब तयारी अन्तिम चरणमा पुगेको छ अब देउता निकाल्ने तपाईँ दर्शन गर्नको लागि तयारी भएर बस्नुहोस् अब केही समयपछि निकाल्नको लागि तयारी अवस्थामा रहेको छ तल छ दुईटा गर्नु तल छ कतिवटा गर्नु हामी चाहिँ यति बेला मुसिकोटको कोटमा रहेका छौँ मुसिकोट दरबारमा रहेका छौँ यो दरबार चाहिँ 2224 राजा हुँदाखेरिको दरबार हो र पछिल्लो समयमा दसैँको नवमीको दिन यहाँनिर ठुलो मेला लाग्ने गर्दछ एकदमै ठुलो भिडभाड हुने गर्दछ दर्शन गर्ने दर्शनार्थीहरू लामो ठाउँबाट धेरै टाढादेखि चाहिँ आउने गर्नुहुन्छ उताबाट चाहिँ हाम्रो त्यो गेटदेखि चाहिँ यहाँनिर आइरहनु भएको छ आउने क्रम अझै बढ्दो क्रममा देखिन्छ र यहाँनिर भक्कलको लागि भेडा पाडा तयार भइसकेको छ वहाँनिर समाइरहनु भएको छ भेडा समाइरहनु भएको छ र यतापट्टिबाट भर्खरको भाइ बहिनीहरू हुन्छ उहाँहरूको एकदमै जोस देखिरहेको छ र यहाँनिर चाहिँ उहाँलाई चाहिँ देउता निस्केको छ र यो गेटदेखि चाहिँ एकैछिनमा देउताको दर्शनको लागि चाहिँ यहाँबाट निकालिनेछ र आकाश देख्न सक्नुहुन्छ आकाश एकदमै खुल्दै गइरहेको छ र देख्न सक्नुहुन्छ बिहानीको किरणले आकाश एकदमै रातो हुँदै गइरहेको छ आकाश खुल्दैछ घाम झुल्किँदैछ घामको पहिलो झुल्को सँगै यहाँनिर देउता निकालिनेछ दर्शनको लागि निकालिनेछ र सबैले मनमा चाहेको आँटेको मनले चाहिँ चाहेको के छ इच्छा चाहना देउता समक्ष माग्यो भने चाहिँ पुरा हुन्छ भन्ने आम विश्वास रहेको छ पहिलेदेखि नै र यहाँनिर त्यही विश्वासले गर्दाखेरि टाढादेखि चाहिँ भक्तजनहरू दर्शन गर्नको लागि चाहिँ आउनुहुन्छ र सबैजनाले सेयर गर्नुहोला र यो गेटदेखि चाहिँ अब देउता निकालिँदैछ देउता निस्किँदै हुनुहुन्छ र चाहिँ यहाँनिर पुजारीहरू एकदम कम तयार हुँदै हुनुहुन्छ तपाईँहरू रेडी हुनुहोला देउता निकालिँदैछ वहाँनिर अब तयारी भइसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ मनले चाहेको आँटेको सबैजनाको पुरा होस्
तपाईहरु देख्न सक्नुहुन्छ देउता आइसक्नु भएको छ। अब तयारी हुँदैछ। हामी चाहिँ यति बेला गुल्मी जिल्लाको मुसिकोट दरबारमा रहेका छौँ। यहाँनिर नवमीको सबै देउतापुरेर बसेको नवमीको लागि चाहिँ धेरै ठाउँबाट दर्शन गर्न आउनुभएको छ र दर्शन गर्नेहरूले मनमा चाहेको आँटेको इच्छाहरू यहाँ आइसकेपछि पुरा हुन्छ भन्ने पहिलेदेखि नै एउटा आत्मविश्वास रहेको छ, विश्वास रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर देउता निकालिसकेको छ। यहाँ चाहिँ भर्कल दिँदैछ तर काटेको चाहिँ देख्न नमिल्ने भएको हिसाबले चाहिँ भक्कल दिइसकेको छ। आफूले मनमा चाहेको के छ आफ्नो इच्छा माग्नु होला। देउता आइसक्नु भएको छ, नजिकपट्टि हुनुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ।
घडिहाल्यो होला मान्छे घडिहाल्यो होला बन्द गर्छु होला ल त्यो त भित्राउने क्रम अझै पनि दर्शकहरूको भिडभाड चाहिँ घटेको छैन। दिदीलाई देवता उत्रेको छ है। सकिन्छ भन्दा एउटा फोन खिच्न भएर
सम्मानित सब देवता है